Hello everyone, welcome to my another YouTube blog. Today I am in here CG Temple. चौधरी ग्रुपले बनाएको CG Temple हेर्नको लागि चाहिँ म आज आएको छु। मैले सुनेको थिएँ कि CG Temple नाइटमा चाहिँ एकदम राम्रो भ्यू देखिन्छ, डिफ्रेन्ट कलरमा देखिन्छ भनेर, अनि त्यही सुनेको भएर चाहिँ म नाइटमै हेर्छु भनेर गएको थिएँ। बट मेरो एक्सपेक्टेसन चाहिँ अलिक बढी नै हाई थियो, त्यो भएर मेरो एक्सपेक्टेसनलाई चाहिँ मिट गर्न सकेन। त्यही पनि त्यहाँ बस्न चाहिँ आनन्द महसुस भयो। 7 बजेसम्म मात्र दिँदो रहेछ। म 7 मा मस्त बसौँला भने चाहिँ ढिलो नै गर्थेँ। म अलमोस्ट हाफ आवर चाहिँ बसेँ, अनि अलिअलि फोटोहरू खिच्यौँ, भिडियो बनायौँ। त्यो लाइट स्पेस धेरै भएको भएर, लाइट थोरै भएको भएर फोटोहरू पनि त्यति राम्रो नआउने, भिडियो पनि त्यति धेरै राम्रो चाहिँ आएन। त्यही पनि मैले मेमोरी कलेक्ट गर्नको लागि फोटोहरू भिडियोहरू चाहिँ लिएँ। दिउँसोमा चाहिँ राम्रो हुँदो रहेछ नाइटमा भन्दा। दिउँसोमा त म पहिला पनि गएको थिएँ नाइटमा हेरौँ भनेर। यो एरियामा चाहिँ साइकलहरू चाहिँ घरमा हुँदो रहेछ। त्यही भएर मैले बच्चामै सिकेको थिएँ। बिर्सेँ कि नै भनेर ट्राई गरेँ, जाने रहेछु, बिर्सेन छु। सिकेको कुरा चाहिँ झट्ट बिर्सिँदो रहेनछ। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला, नबिर्सिनु होला। थ्याङ्क यू सो मच।